पहिलाको चुनावमा रमाइलो छुट्टै थियो के। एमाले काङ्ग्रेसले ठोक्ने, काङ्ग्रेसले एमाले ठोक्ने, माओवादीले काङ्ग्रेसले ठोक्ने, फेरि काङ्ग्रेसले राप्रपालाई ठोक्ने, राप्रपाले एमाले ठोक्ने। त्यस्तो थियो के पहिला। कति रमाइलो थियो हेर्नु। अहिलेको चुनावमा हेर्नु त, एमाले नि घन्टीलाई ठोक्ने, माओवादीले नि घन्टीलाई ठोक्ने, राप्रपाले नि घन्टीलाई ठोक्ने हैन। एमाले नि घन्टीलाई ठोक्ने, ताराले नि घन्टीलाई ठोक्ने, हुँदा हुँदा हर्का साम्बाङले पनि घन्टीलाई ठोक्ने के। घन्टीलाई ठोकी 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 हैन, जति ठोक्यो नि केही नहुने बनाइदियो कि। अब ठोक्दा ठोक सबले ठोक्या छ। अहिले नेपाली जनता सबले नै भन्न थालिसक्यो कि के भने नि घन्टी भन्न थाल्छ कि। अब घन्टी नै ठोक्छु भन्छ सबले। अब नेपाली जनताले जे गरे नि घन्टी, अब त ठोक्ने हो। एकाइ फागुन एकाइ झट्का ड्याङ घन्टीमा भन्छ कि। अब तपाईँहरूले गरेको पब्लिसिटी तपाईँहरूले गरिदियो कि पार्टीहरूले नि यार। खालि घन्टी घन्टी यार, जसले नै घन्टी भने के हो के, घन्टीमा के छ। अनि जनताले घन्टीले ठोक्दैन त। तपाईँहरू सबैजनाले घन्टीमा लागे घन्टीले ठोक्न थालेपछि तपाईँहरू सबैले जति घन्टीले ठोक्छ नि, नेपाली जनताले त्यति घन्टीले ठोक्छ क्या फागुन 21 मा। पुरो बुझ्या खोइ।